अदालतको अपहेलना मुद्दामा नेकपा एमालेका सचिव महेश बस्नेतसँग लिखित जवाफ माग गरेको छ। मङ्गलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो। बस्नेत विरुद्ध गत बुधबार सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दायर भएको थियो। जेनजी आन्दोलन लगतै विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधीशहरू विरुद्ध अभिव्यक्ति दिएको भन्दै बस्नेत विरुद्ध मुद्दा दायर भएको हो। सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा धारणा राखेको भन्दै अधिवक्ता लवन नेउपानेले एमाले सचिव महेश बस्नेत विरुद्ध मुद्दा दायर गरेका थिए। हामी वैदेशिक आक्रमणमा छौँ र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ भन्दै बस्नेतले सार्वजनिक रूपमा हुर्मत लिने काम गरेको निवेदक पक्षको भनाइ छ।